कष्ट भोगेको हुन्छ, दुःखमा परेको हुन्छ, त्यसपछि त्यहाँ भावनाहरू उठ्न थाल्छ, उत्पीडनमा पर्छ। उत्पीडनमा परेपछि उसले सोच्छ, कल्पना गर्छ र उसले केही कुरा गर्नलाई कठोर गर्छ। हो, यही कारणले हो किरात बाङ्ग्लादेशदेखि स्थापना भएको। स्थापना गर्नुको पछाडि धेरैवटा ऐतिहासिक कारण, सांस्कृतिक कारण, भौगोलिक कारण, मौलिकता कारण, भाषिक कारण, यो कारणहरू छन्। यो कारणहरूले गर्दाखेरि किरात बाङ्ग्लादेशदेखि स्थापना भएको हो। जुन संस्थाले विशेष गरी मौलिकता स्थापना गर्ने, इतिहास पुनर्लेखन गर्ने, हिजो राज्य सत्ताले यो 250 वर्षभित्रमा हाम्रो सत्य तथ्य कुरालाई जिउँदै गाडिदिएको, जिउरै मारिदिएको र लुप्त बनाइदिएको सत्य तथ्यलाई दस्तावेजीकरण गर्ने, पुनर्लेखन गर्ने र स्थानीय तहदेखि लिएर प्रदेश हुँदै केन्द्र हुँदै प्रवासमा विश्वभरि किरात बाङ्ग्लादेशदेखिको संस्कार, संस्कृति, मौलिक इतिहास, परम्परा, रीतिथिति यस्तो छ है, मौलिकता चाहिँ यो छ है भन्ने देखाउनको लागि, गर्नको लागि संस्थागत गतिविधि, औपचारिक गतिविधि र ऐतिहासिक गतिविधि र कानुनी गतिविधि गर्नलाई किरात बाङ्ग्लादेशदेखि जुन उद्देश्य बोकेर स्थापना गरेको थियो, सम्पूर्ण किरात बाङ्ग्लादेशदेखिको शुभेच्छा, सल्लाह सुझाव प्रतिक्रिया अनुसार त्यो उद्देश्यलाई लक्ष्य प्राप्ति गर्नको लागि नै वर्ष 1बाट नै हामीले कैयौं किसिमको संस्थागत काम, समुदायगत काम, भौगोलिक काम, भाषिक काम र सांस्कृतिक गर्दै आइरहेको छ। यो काम निरन्तर हामीले गरिरहेको छौँ र निरन्तर गर्नेवाला पनि छ। म धन्यवाद दिन चाहन्छु आजको हाम्रो विशेष अतिथि, सल्लाहकारज्यूहरू, प्रमुख अतिथिज्यूहरू, शुभेच्छुकहरूले भनिसक्नुभयो यो 50 वर्ष 10 वर्षको लागि मात्रै संस्था स्थापना गरेको होइन, यो त दशकौं, सयौं र हजारौं वर्षको लागि यो संस्था स्थापना गरेको छ। जसले यो संस्थाले मौलिकतादेखि अरू चिन्दैन, एकतादेखि अरू धेर चिन्दैन, सत्यतादेखि अरू धेर चिन्दैन, मुन्दुमदेखि अरू धेर चिन्दैन, प्रकृतिदेखि अरू धेर चिन्दैन, जल जमिन जङ्गलदेखि अरू धेर चिन्दैन। हाम्रो वायुभित्र भएको जुन फोसिल्सहरू छ, अर्ग्यानिक फोसिल्सहरू छ, वायुको फोसिल्सहरू छ, आदिवासी चल्ने फोसिल्सहरू छ, त्यो फोसिल्सहरूलाई जुन भौतिक रूपमा थियो, सांस्कृतिक रूपमा थियो, मुन्दुमी रूपमा थियो, यसले हामीले दस्तावेजीकरण गर्दै गर्दै आज सभ्य दृश्य बनाउँदै बनाउँदै यसलाई टान्जिबल हेरिटेज भन्छ, इन्टान्जिबल हेरिटेजलाई हामीले टान्जिबल हेरिटेज बनाउँदै लाने क्रम हामी निरन्तर संस्थागत रूपमा हामी गतिविधि गरेको छौँ। र यो गतिविधि गर्नुको लागि एकजनाको मात्रै देन नभएर, एकजनाको मात्रै सपोर्ट नभएर, आस्था नभएर, धरोहर नभएर, मन मस्तिष्क यसमा समय खर्च नगरेर कैयौं जिल्लामा बस्नुहुने, कैयौं गाउँ समुदायमा बस्नुहुने, प्रवासमा बस्नुहुने बायुङराई मात्रै नभएर गैर बायुङराईहरू, तामाङ मात्रै नभएर, गुरुङ मात्रै नभएर चाहिँ खस आदिदेखि लिएर विदेशीहरूको सोच शुभेच्छाको साथ उहाँहरूको सल्लाह सुझाव प्रतिक्रिया र विभिन्न किसिमको रेकमेन्डेसनको साथ हामीले किरात बाङ्ग्लादेशदेखि गर्दैछौँ। यो हाम्रो निरन्तर यात्रा, निरन्तर हाम्रो संस्थाको काम निरन्तर हामीले गरिरहेको छौँ, जुन अरू समुदायले पनि अहिले देख्दै आइरहनु भएको छ र कैयौं संस्थाहरूले हामीले भन्नुहुन्छ किरात बाङ्ग्लादेश जुनदेखिले 5 वर्षभित्र यत्रो 5-6वटा मुन्दुम कसरी प्रकाशन गर्नुभयो र 1 कक्षादेखि 3 कक्षाको पाठ्यक्रम बनाउनुको लागि यत्रो मेहनत गरेर गर्नुभएको छ। एलोङ विथ डिक्सनरी, एडभान्स अक्सफोर्ड लर्नर्स डिक्सनरीको फ्रेम र त्यो स्ट्रक्चरमा बनाउनको लागि जुन हामीले बीजारोपण गरेछौँ, स्थापना गरेछौँ 2.5 वर्ष 3 वर्ष पहिला, कसरी गरिनु भएको छ उहाँले सोधिनु भएको छ। हामी त भन्छौँ हामी त जस्ट नाउ लर्निङ, अहिले भर्खर हामी स्थापना गर्दैछौँ, भर्खर हामीले त 1-2टा खुट्टिलो पार गर्दैछौँ होला भनेर हामीले महसुस गरेको छौँ। हामी न त आत्तिन्छौँ न त मात्तिन्छौँ, हामी गर्छौँ त सत्यताको लागि गर्छौँ, हामी सत्य गर्छौँ त हामी मौलिकताको लागि गर्छौँ, गर्छौँ त हाम्रो भाषाको लागि गर्छौँ, गर्छौँ त हाम्रो संस्कृतिको लागि गर्छौँ, गर्छौँ त हाम्रो जमिनको लागि गर्छौँ, हाम्रो गढीको लागि गर्छौँ, हाम्रो वृद्धिको लागि गर्छौँ, हाम्रो विकासको लागि गर्छौँ, हाम्रो समृद्धिको लागि गर्छौँ। र यस्तो हुन चाहन्छौँ कि किरात बाङ्ग्लादेशदेखि संसारमा यस्तो किसिमको भाषा, यस्तो किसिमको संस्कृति, यस्तो किसिमको प्रथा
यस्तो किसिमको खानपान, यस्तो किसिमको चाहिँ लत्ता कपडा चाहिँ पहिराउँदो रहेछन् र चाहिँदो रहेछ भन्ने कुरा चाहिँ देखाउन हामी विश्वमा हामी चाहन्छौँ। त्यसको लागि केन्द्रीय स्तरदेखि लिएर जिल्ला हुँदै प्रवास हुँदै दल कार्य समितिले सम्पूर्ण आफ्नो ठाउँबाट तयारी हुन पनि सम्पूर्णलाई म सल्लाह सुझाव र सबैलाई म रिकमेन्डेसन पनि गर्न चाहन्छु। जति पनि यो ड्युरिङ 5 इयर्स हामीले कैयौँ किसिमको काम गरेका छौँ। यसमा आर्थिक सहयोग, भौगोलिक सहयोग, प्रचार प्रसार गर्नेको लागि मिडिया कर्मीहरूको सहयोग, बौद्धिक लेभलको सहयोग, विभिन्न गभर्नमेन्ट बडिजबाट चाहिने सहयोगहरू हामीले लिँदै आएको छौँ र हाम्रो अभिभावकत्व संस्थाहरूप्रति कैयौँ पटक हामीले छलफल गरी उहाँको हस्तेमा हैसी गरेर केन्द्रीय तथ्याङ्क विभाग जाने, भाषा आयोग जाने, आदिवासी जनजाति आयोग जाने, प्रतिष्ठान जाने, विभिन्न ठाउँ जाने हामीले काम गतिविधि गरेको छौँ। यही गतिको साथ हामी निरन्तर अघि बढ्नेछौँ र यो काम गर्नुको लागि कैयौँ लाखको काम हामीले गरिसकेका छौँ। कैयौँ लाख शुभेच्छुकबाट हामीले आर्थिक सहयोग पनि पाएको छौँ। सम्पूर्णलाई एकमुष्टमा म हक्सिङ पनि मुख रहन्छौँ। निरन्तर मागिरहेको छ, निरन्तर अनुरोध गरिरहेको छ, निरन्तर कुरा गरिरहेको छ भने म खाने दिनुहोस् होला भनेर म हाम्रो शुभेच्छुकहरूलाई पनि अनुरोध गर्न चाहन्छु। किनकि यो हाम्रो जीवनसँग कुरा छ, इतिहाससँग सम्बन्धित कुरा छ। यो खेलको कुरा होइन। एउटा चटपटे खा जस्तो, एउटा क्याडबरी चकलेट किनेको जस्तो, एउटा गोर्खा स्टम्प बियर खाएको जस्तो होइन। यो त यस्तो हो कि हजारौँ वर्ष लगाएर हाम्रो पुर्खाले अर्न गर्नुभएको, हजारौँ वर्ष लगाएर मेहनत गर्नुभएको कुराहरू अलिखित रूपमा अहिलेसम्म जीवन्त राख्दै ल्याउनु भएको कुरा हामीले दस्तावेजीकरण गर्नुसँगको कुरो छ। त्यसैले गर्दाखेरि किराँत बाहिर सुन्नेले जे गर्छ, कम्मर कसेर गर्छ, बुद्धिवाद तरिकाले गर्ने कोसिस गर्छौँ। हामीलाई थाहा नै छ जति जे किसिमको किराँत बाहिर सुन्नेले केन्द्रीय स्तरदेखि लिएर दल कार्य समितिसम्मले काम गर्दैछौँ। समन्वयको आधारमा, सल्लाह सुझावको आधारमा, बौद्धिक व्यक्तित्वको आधारमा र विभिन्न प्राविधिक कुरालाई पनि मनन गरेर, चिन्तन गरेर, सहजीकरण गरेर मात्र हामी गरिरहेको छौँ। यही तरिकाले हामी किराँत बाहिर सुन्नेले भोलिको दिनमा पनि हामी काम गर्नेछौँ र निरन्तरता दिनेछौँ। र म धन्यवादको पात्र त एक अरू पनि यसरी म देख्न चाहन्छु कि हाम्रो केन्द्रीय कमिटीदेखि लिएर दल कार्य समितिहरू यो 5 वर्षभित्रमा काम गर्ने क्रममा विभिन्न ठाउँमा सफलताहरू प्राप्त गरेको, छुमेको, खटेको, अनवरत रूपमा खट्नुहुनेको, रातिको 12 बजोस् कि बिहानको 4 बजोस् हाम्रो महासचिव ज्यू लगायत, हाम्रो कोषाध्यक्ष ज्यू लगायत, उपाध्यक्ष ज्यूदेखि लिएर कैयौँ विभिन्न बडिजमा बन्नेहरू चाहिँ यसरी खट्नु भएको, जहाँ चाहिँ पेन्सन पाउने जागिर, बोनस पाउने जागिरमा पनि यति साह्रो खट्नुहुन्न थियो होला। किनकि अहिलेसम्म हाम्रो किराँत बाहिर सुन्नेले यो केही सफलताहरू किन प्राप्त गरेको छौँ भन्दाखेरि यसको कारण छ। कारण यही हो, हाम्रो मन मस्तिष्क हाम्रो भाषामा छ, संस्कृतिमा छ र मौलिकतामा छ। त्यसैले हामी यो काम सफलतापूर्वक गरिरहेको छौँ र यो हाम्रो यात्रा भर्खर सुरु मात्रै हुँदैछ। कैयौँ किसिमको खुट्किलाहरू हामीले पार गर्नु छ, पार गर्नै छ, चिर्नै छ, चिनिनै छ र हाम्रो बायुङ यो मौलिकता, यो राई, यो संस्कृति, यो एकता, यो गढी, यो हिजो ओखलढुङ्गामा 5-5वटा गढीमा बायुङ रडुहरूले, राईहरूले शासन यसरी गरेको थियो किराँतकालीन भन्ने कुरा हामीले दस्तावेजीकरण देखाउनु पर्नेछ। त्यति मात्रै नभएर हाम्रो खोटाङमा मुन्दुमसँग जोडेको ठाउँहरू हामीले दस्तावेजीकरण गर्नै छ। सोलुमा हाम्रो सुमदालदेखि लिएर कैयौँ ठाउँमा चाहिँ हामीले सांस्कृतिक हाम्रो साक्रेट ल्यान्ड भन्छ अङ्ग्रेजीमा। साक्रेट ल्यान्ड भनेको त्यहाँ निश्चित बायुङको मात्रै त्यहाँ तपाईँको हिजो पितृहरूले, हाम्रो पुर्खाहरूले, एन्सेस्टरहरूले आवाज गर्नुभएको ठाउँ थियो। त्यस्तो हाम्रो साक्रेट ल्यान्डहरू छ। त्यो साक्रेट ल्यान्डहरू हामीले खोटाङ, सोलु, ओखलढुङ्गामा अझै पनि उत्खनन गर्नु बाँकी नै छ। त्यति मात्रै नभएर संसारभरि चिनाउनु काम हामीले गर्नु बाँकी नै छ। यो काम जुन किराँत बाहिर सुन्नेको तपाईँको उद्देश्यभित्रको छ, तपाईँको चाहिँ हाम्रो मेनिफेस्टोमा छ, त्यति मात्रै नभएर हाम्रो मन मस्तिष्क पनि छ। र प्रमुख सल्लाहकारज्यू, विशेष अतिथि शुभेच्छुक र प्रमुख आजको अतिथिज्यूहरूको कैयौँ सल्लाह सुझाव र ज्ञानपूर्ण कुराहरू पनि आयो। म त्यो कुरालाई 1-2वटा धरपमा यसलाई म व्याख्या गर्न चाहन्छु र हाम्रो संस्थागत रूपमा यसरी हामीले हेरिरहेको छौँ यो हो भनेर म चित्रण पनि गर्न चाहन्छु, प्रश्न पनि पार्न चाहन्छु। यो बायुङ र बायुङ के हो त? अनि कोही चाहिँ बायुङ राई लेख्ने, बायुङ राई सकियो, तर बाहिङहरू पनि राई बन्न चाहन्छौँ नि त भन्ने कुराहरू आयो। यसमा प्राविधिक कुरा के छ भने हामी भाषा आयोग दौड्यौँ, केन्द्रीय तथ्याङ्क विभाग दौड्यौँ,
आदिवासी जनजाति प्रतिशत पनि दौड्यौँ, आदिवासी जनजाति आए पनि दौड्यौँ। हामीले राम्ररी थाहा छ, हाम्रो सायद धेरैवटा जुत्ता पनि फाट्यो होला, साँच्चै भन्यो भने धेरै लिटर पेट्रोल हाम्रो सक्यो होला। धेरैजनाले छुट्टी लिएर हामीले चाहिँ जुन आइतबारदेखि शुक्रबारको रातो क्यालेन्डरमा राख्यो मार्क पाएको दिन अथवा वर्किङ डेजमा गएर कयौँ ज्ञापन पत्र, ध्यानाकर्षण पत्र, विमति पत्रहरू हामी दियौँ। प्राविधिक कुरा के छ भने र केन्द्रीय तथ्य विभाग र भाषा आयोगले पनि अलिकति जसरी स्थानीय तहबाट, जसरी भूगोलबाट, माटोबाट त्यहाँको मान्छेले बोल्नु भएको छ, स्थानीय खुद मान्छेले बोलेछ, त्यो कुरालाई जसरी इन्डोर्स गरिदिनु पर्ने, जसरी एड्रेस नगरिदिएको नै हो, त्यो सत्य कुरा हो, हामीले स्वीकार्नु पर्दछ। किन भन्नुहुन्छ भने बायुङ लेखेको तथ्य लेखहरू 2036 साल 29 सालमा लेखेको लेखदेखि लिएर कयौँ खोज अनुसन्धानकर्ताले बोलेको लेखेको दस्तावेजदेखि लिएर 40 वर्षदेखि 80 वर्ष बीचमा भएको पुर्खाहरू, अग्रजहरू, बुवा आमा, दिदी बहिनीहरूले बोल्नु भएको, जनजीवनले बोलेको कुरादेखि लिएर मुन्दुममा आएको कुरादेखि लिएर 4-5 वटा कुराले हामी बायुङ हो भनेर साबित गर्दा गर्दै र 12औं जनगणनामा 2069 सालको जनगणनामा हामीले बक्कैता फर्ममा हामीले मातृभाषामा बायुङ भनेर लेख्दा पनि केन्द्रीय तथ्य विभाग र भाषा आयोगले अलिकति जसरी चोखोपन गर्नुपर्ने थियो, शुद्धि गर्नुपर्ने थियो, मौलिककरण गर्नु थियो, त्यो कुरामा कन्जुसाइ गरेको नै हो। र हामी आग्रह पनि गर्न चाहन्छौँ, हाम्रो भाषा आयोगको यहाँ सचिवज्यू हुनुहुन्छ, यो गर्न चाहन्छु कि अब फेरि 2028 सालमा 13औं राष्ट्रिय जनगणना आउँदैछ, त्यति बेला कन्जुसाइ नगरिकन सत्य तथ्य जुन भूगोलमा बोलिएको छ, भूगोलमा पिल्सेर बस्नु परेको छ, मौलिक शब्द 100% दस्तावेजीकरण भएको छैन, त्यो कुरा दस्तावेजीकरण गर्नको लागि भाषा आयोगले अघि नै कमिटमेन्ट त गरिसक्नु भएको छ। यो वर्षमा, यो आर्थिक वर्षमा के गरौँला, अर्को वर्ष किनकि खोटाङ, सोलु, ओखलढुङ्गा कता हुन्छ उदयपुरमा होला, के गरौँला, एउटा प्रोजेक्ट राखौँला, एउटा चाहिँ त्यहाँ तपाईँको खोज अनुसन्धान गर्ने काम गर्नु भएको छ। उहाँलाई त्यसको लागि पनि म धन्यवाद दिन चाहन्छु। र यदि आगामी 2088 सालमा आइरहेको 13औं जनगणना पनि यस्तो किसिमको कामहरू भयो भने चाहिँ पक्कै पनि किरात बाँध्ने सुनिखिम हामी बायुङ राईहरू, हामी किरातीहरू, हामी राईहरू चाहिँ त्यतिकै बस्ने भनेको छैनौँ, किनकि धैर्यताको बात फुटिसकेको छ। र अघि बाहिङ राई लेख्नेहरू पनि छन् नि भन्ने कुरा यहाँ के भएको छ भन्दाखेरि केही संस्थाहरूले मौलिकतालाई चाहिँ ढाकछोप गरेर सत्य तथ्यलाई ढाकछोप गर्ने पनि हाम्रो समुदायमा हुँदो रहेछौँ। यो देखियो, आँखा अगाडि देखियो, जीवन्त देखियो। मौलिकता नचाहिने, उनीहरूले लोपन्मुख कोटा चाहिने, आरक्षण चाहिने, भत्ता चाहिने, अनुदान जाने, त्यस्तोहरू पनि हाम्रो समुदायमा हुँदो रहेछ। कोही हामीले कल्पना गरेको थिएनौँ, तर रहेछौँ हाम्रो समुदायमा। त्यो समुदायदेखि चाहिँ सम्बन्धित गभर्मेन्टको बडिजहरू पनि हामी सबै समुदायमा बस्ने दाजुभाइ दिदीबहिनीहरू पनि हामी सावधान अपनाउनु पर्नेछ। उहाँहरूलाई मौलिकता चाहिएको छैन, उहाँलाई राई एकता चाहिएको छैन, किरात एकता चाहिएको छैन, सत्य तथ्य चाहिएको छैन। चाहिएको छ त कोटा चाहिएको छ, चाहिएको छ त आरक्षण चाहिएको छ, चाहिएको छ त के चाहिएको छ, भत्ता चाहिएको छ। अघि नै हाम्रो डाक्टर सरले भनिसक्नुभयो, जसरी चेपाङबाट बनकोरियाहरू 150-200 समथिङ जनसङ्ख्या छ अरे, हाम्रो दिवस दाइले भन्नुभएको थियो मलाई, जसरी चेपाङबाट बनकोरिया गएर नोपन्नु भए, महिनाको 4000-7000 भत्ता थाप्दैछन्, न आइजिपी भए, न मुख्यमन्त्री भए, न प्रोफेसर भए, न डाक्टर भए, न एआइजी डिआइजी भए, न के नै भए, एउटै कुरा उहाँहरू हुनुभयो, महिनाको 4 देखि 7000 स्थानीय तह सरकारले भत्ता दिन्छ, त्यति मात्रै कमाउनु। त्यो लोभ लालचमा त्यस्तै तरिकाले लाग्ने हाम्रो समुदाय पनि रहेछ। हामीले पनि पछिल्लो कालमा मध्ये थाहा पाएका हौँ, पहिला थाहा थिएन। हामी जन्मिँदा बायुङ थियौँ, मौलिकतालाई हामी बायुङ नै थियौँ, कुलमा पनि बायुङ नै थियौँ, अहिलेको वर्तमान जीवनमा पनि हामी बायुङ नै छौँ। भोलिको हाम्रो छोरा नातिहरू जुगौँ जुग पनि हामी बायुङलाई नै हुनेवाला छ। डाक्टर सरलाई म एक कुरा फेरि प्रश्न पार्न चाहन्छु। अब बाहिङ राईहरू हुन चाहन्छु भन्ने कुरामा म के भन्छु भन्दाखेरि डाक्टर सरलाई म यो कुरा क्लियर पार्न चाहन्छु। ओखलढुङ्गा जिल्लामा, इलाममा र सोलुखुम्बु जिल्लामा केहीले नागरिकतामा राई हटाएर बाहिङ मात्रै बनाएको छ। र
बाहिङ लेख्नुपर्छ भन्ने हावाहुरीमा लाग्ने साथीहरू दाजुभाइहरूले बाहिङ राई पनि लेख्नु भएको छ अरे। यो कुरालाई केन्द्रीय तथ्याङ्क विभाग, जिल्ला सिडिओ कार्यालय र भाषा आयोगहरूले सम्बन्धित गभर्नमेन्ट बडिजहरूले समयमै सच्याउनु पर्ने हुन्छ। कैयौँको कुराहरू दस्तावेजहरू सच्याउन मिल्छ। अस्ति मात्र राजपत्रमा प्रकाशित भएको छ। एकचोटिलाई तपाईँको जन्म दर्ता तपाईँको सच्याउन पाउनुहुन्छ, एकचोटि तपाईँको नागरिकता के कुराहरू चाहिँ सच्याउन पाउनुहुन्छ भनेर दिनुभएको थियो। त्यस्तो सुविधा र फेरि पनि आउन सक्छ। यो सच्याउनको लागि र यसरी सच्याउनु पर्दछ भन्ने कुरा पनि भाषा आयोगको तर्फबाट पनि केही न केही तपाईँले गरिदिनु पर्यो, प्रश्न पारिदिनु पर्यो भनेर म अनुरोध पनि गर्न चाहन्छु। अब जोलाई यहाँ पीर छ, बाहिङ लेखेर एकदमै पीर परेको मान्छेहरूले पनि म के भन्न चाहन्छु भन्दा पीर नगर्नुहोस्, सच्चै आउँछ। कुनै पनि चिज सच्चै आउँछ। म उदाहरण दिन चाहन्छु। टर्कीबाट टर्की बनाउनलाई 40 वर्ष युएनसँग मुद्दा लड्यो। आजभन्दा 3-4 वर्ष अगाडि मात्र टर्कीबाट टर्कीए बनायो। क्यानाडामा, अमेरिकामा यस्तो छ 40 वर्ष 150 वर्ष मुद्दा लडेर पटक पटक खेपेर पटक पटक फलो गरेर आफ्नो मौलिक टापुको नाम, आफ्नो नामलाई मौलिकतामा ढालेछन्, मौलिकतामा रूपान्तरण गरेको छन्। उहाँहरूको मुद्दा लडाइ हेर्यो भने 4 पुस्ता 8 पुस्ता भित्र मात्रै त्यो मौलिकता स्थापना गर्नलाई त्यसरी लागेको छ। त्यसो भन्दाखेरि हामी पनि 8 पुस्ता लड्नुपर्छ भन्ने चाहिँ होइन। हामी त यो करिब 10 वर्ष हुन्छ, करिब 1 दशक 1.5 दशकमा यसलाई हामीले सर्ट आउट गर्नु परेछ। त्यो तरिकाले हामी काम गर्छौँ। बुद्धि कुरा र विवेक कुरा र प्राविधिक कुराहरूलाई प्रयोग गरेर हर हिसाबले हामी अघि बढ्नेछौँ। र किराँत काङ्ग्रेस सुन्निखिमको जुन हामीले त क्यालेन्डरै बनाएर काम गर्दैछौँ। यस्तो क्यालेन्डर बनाएर काम गर्दैछौँ कि जहाँ भाषा लोपोन्मुख अवस्थामा छ, कम भाषा बोल्छन्, त्यहाँ पनि भाषा प्रशिक्षण चलाउने। जहाँ हङसेप र सिली चाहिँ निश्चित गाउँठाउँमा मात्रै हामी हङसेप र सिली प्रस्तुत गर्थ्यौँ। अघि नै महासचिवज्यूले भइसक्नुभयो। अघि डाक्टर सरको अगाडि हामीले देखाएको सिली त हामी 4 दिन 3 रात जान्छौँ। त्यति बेला पनि हाम्रो सिली सकिँदैन। एउटा छोटो एउटा क्लिप मात्रै भन्दा पनि हुन्छ हामीले। किनकि त्यस्तो सिलहरू निश्चित ठाउँमा नाचिन्छ। अहिले काठमाडौँ हुँदै गाउँमा ठाउँमा सहरहरू पनि नाचेर तपाईँको हाम्रो संस्कार संस्कृतिहरू चाहिँ संरक्षण प्रवर्धन देखाउने पनि फेरि एक किसिमको डेमोन्स्ट्रेसन पनि सिकाउने पनि अवसर हामीले प्लेटफर्म बनाइरहेको छौँ। यसरी हामी अघि बढ्दैछौँ। र केन्द्रीय कमिटीदेखि लिएर मेरो टिमलाई पनि म के भन्न चाहन्छु भन्दाखेरि जुन हाम्रो एउटा रफ्तार छ, जुन हाम्रो मिसन र भिजन बनाएर हामी हिँडिरहेका छौँ, यसलाई सङ्कल्पको सहित समयमै नै पुरा गर्नुको लागि र आगामी दिनमा गर्नुपर्ने कुराहरू पनि समयमै गर्ने उद्देश्य लिएर, समयमै नै यसलाई पुरा गर्ने उद्देश्य लिएर हाम्रो दल सन्तानलाई यहाँ मात्रै होइन, निश्चित 3-4 जिल्ला मात्रै होइन, कैयौँ जिल्लामा बस्नुभएको बाहिङ राईहरू, स्वदेशमा प्रवासमा विभिन्न ठाउँमा बस्नुहुने बाहिङ राईहरूले पनि सकेसम्म काँडमा, घरमा, कोठामा र झोलामा हाम्रो बाहिङ राईहरूको संस्कार संस्कृति पुर्याउनु छ, सिकाउनु छ, देखाउनु छ। यही सम्पर्क सहित आज हाम्रो वार्षिक उत्सव, 5औं वार्षिक उत्सव, हाम्रो वार्षिक उत्सव हामी यसरी मनाउँदै 6औं वर्ष अब हामी लागेको अवस्था छ। र यो अवस्था चाहिँ एकदमै हर्ष, उमङ्ग र उपलब्धि र सङ्घर्ष सहितको चाहिँ हाम्रो दिनहरू बितोस्। र यहाँ हाम्रो प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यू, सल्लाहकारज्यूहरू, मिडिया कर्मीहरू र सम्पूर्ण हप्पेलाई चाहिँ यहाँ आइदिनु भयो। हाम्रो प्रोग्राम भव्य भनेर एकदमै लाखौँ मान्छे उतार्न सकिने होला, तैपनि यो हाम्रो सुरुवाती यही उपस्थिति हाम्रो ठुलो उपस्थितिको रूपमा मान्दै र हर दृष्टिले यो प्रोग्रामलाई सफलता पुर्याउनको लागि सहयोग पुर्याउनेले सम्पूर्ण बडिजहरूलाई म एक मुष्टमा अनि मोखला भन्दै म किराँत काङ्ग्रेस सुन्निखिमको केन्द्रीय अध्यक्ष ज्ञानबाहिङ राई यति भन्दै आजको कार्यक्रम समापन भएको घोषणा गर्दछु। जय किराँत काङ्ग्रेस सुन्निखिम अनि मोखला।